सुरुमा किपिङ टाइम गर्यो के भन्छ किपिङ टाइमले किन गरे अरे रिजममा बस्नलाई त्यसपछि प्रेप अथवा अपलक प्रिपरेसन गर्नलाई द लक मेन फाउन्डेसन नै भइहाल्यो है बिग्रेर रोबर सफल बिग्रेर भएको डबल लक द लकलाई दुईचोटि गऱ्यो भने रिस रोल ह्याक रोल गर्दाखेरि आएको रोल गर्नुहुन्थ्यो रोल क्याम्पलले होइन त्यसपछि पोइन्ट किन गरे अरे हाँसेको पोइन्ट गरेको अनि अर्को गिभ 5 गिभ मी 5 गिभ स्टोरी 5 गिभ फ्लोर 5 है ठिक छ अनि त्यसपछि ब्याक फ्रन्ट क्ल्याप है ठिक छ यही हो है गयो यही हो सक्यो है अब चाहिँ यो चाहिँ कस्तो भयो सबै डाउन क्याम्पले अब आउँदैछ नि त अरू है अब आउँदै हुनुहुन्छ अरू मेम्बरहरू आउनु भयो है अब दामी त जो फ्रीमनले बनाउनु भयो नामहरू दिनुभएको कति यसमा छ अनि एउटा चाहिँ पहिला चाहिँ द क्विकी भन्थ्यो के भन्थ्यो अरे द क्विकी भन्थ्यो होइन तर यसलाई चाहिँ पछि नाम दिएर के भयो स्टप एन्ड गो के भयो स्टप एन्ड गो विच इज बेसिकली ट्विस्ट फ्लेक्स जस्तै हो यो स्टप एन्ड गोबाट इन्स्पायर भयो ट्विस्ट फ्लेक्स भएको है यस होइन त्यो क्विकीबाट चाहिँ इन्स्पायर भयो ट्विस्ट फ्लेक्स भएको लगिङ पहिला आएको हो नि त है यस्तो छ है हिस्ट्री अब सुन अब हेर मैले डाइरेक्ट सिकाउनुको रिजन हेर है किनभने यो अब के भयो अपलक हो नि त अपलकमा हेरिदिन स्टप एन्ड गो नै हुँदैन कि मिन्स विदाउट डन क्याम्पल देयर इज नो क्याम्पल लक यसरी हो कि है बुझ्यो नि सिम्पल एज द्याट है त्यही भएर अब स्टप एन्ड गोमा के हुन्छ हेर्नु है अपलक ब्याक अब यहाँ रक स्टेडी अनि फेरि सुरु अपलक फेरि ब्याक रक स्टेडी फेरि आयो अपलक ब्याक रक स्टेडी हातलाई अब अपलक पन्च गरे जस्तो रक स्टेडीको अर्को अगाडि आउँदाखेरि चाहिँ ठिक छ यसलाई के भन्छ अरे स्टप एन्ड गो लिटरली त्यही हो क्या स्टप एन्ड गो स्टप एन्ड गो है ठिक छ यसलाई के भन्छ अरे पहिला के भन्थ्यो अरे क्विकी क्विकी QUICKI क्विकी गरौँ भने साइड त गरिहाल्नु अरे कि सबले एकचोटि के पछि चाहिँ स्टप एन्ड गो भएर नाम राख्नु भएको चाहिँ सोल्टेन क्विन दामिता जो फ्रीमन अब यो चाहिँ पहिला चाहिँ कसरी गर्थ्यौँ भन्छु है पुरै भन्छु है यो पहिला चाहिँ कस्तो हुन्थ्यो भने 3 चोटि गर्ने हो अनि 4 चोटिमा चाहिँ रोकिने हाल्ने है हेर है हुनसक्छ त्यो बाटो के थाहा त्यो भयो स्टप एन्ड गो ला 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 है है 3 चोटिमा हो कि 4 चोटिमा हो जे होस् 3 चोटि पछि चाहिँ रोकिने है